अहिले हामी किन्दुको पुल हेर्न आइपुगेछौँ। फुल चढाएर ढोक गर्नु पर्यो। हेलो हेलो नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी शिखरदेखि हाम्रो घर घाटसुना जाने रेडी अवस्थामा छौँ। अब हामी जानेछौँ घाटसुना हाम्रो घरतर्फ। अब हामी उकालो चढ्न लागेको है। हेर्न सक्नुहुन्छ अब यो उकालो बाटो हुँदै जाने। ल है हामी चाहिँ उकालो बाटो लगाइसकेको है हाम्रो घर जानलाई। पानी परिरहेछ। हामी आएदेखि पानी परेको परे। कोदो पाकिन्छ। तपाईँ कता जाने तयारी हो? आफ्नै निवास। आफ्नै निवासतिर। उल्ला सरा यो चौतारा कसको हाम्रो हैन? यहाँ सुटिङ गरेको त्यो निगाला लिएर जाने उसमा समातिर आउँदा अब हामी यहाँबाट माथि हाम्रो घर जाने। वन जङ्गलले ढाकेछ केही पनि देखिँदैन।
मुलबानी स्कुल। घर अलि देखियो साथीहरू, सेतो मात्रै। अब हामी त्यहाँ पुग्नु छ उकालो हिँड्दै। कसको घर हो? कति राम्रो घर बनाएको। के हो यो? क्युबी हो? कसको हो र यो घर? ए अँ, खेतहरू यस्तै सबै बाँझो भएर हाम्रो घर आइपुग्ने बेला हुन लाग्यो। हो त्यहाँ माथि चौतारा छ, उत्तिसहरू टनाटन उत्तिसो। घर देखियो अलिअलि। खास बाटो त माथि हो, चौतारा हाम्रो चौताराहरू सबै माथिबाट हो। यहाँ बाँझो भइसकेपछि त सबै बाटो खेततिरै बाटो रहेछ। ढ्याङ्ग खुल्ला भएको घर आइपुग्यो। उत्तिसले छोपेर केही पनि देखिन्न घरहरू नि। हेर्नु त खेतहरू त सबै यसरी बाँझो। माथि घर देखिरहेछ। घर उत्तिस भारी स्वान्त गाउँ। घर देखियो। त्यहाँ माथि चौतारा, यहाँभन्दा माथि कुटुका। भैँसी बस्ने ऊ होला नि, आइ बसिरहेछ चौतारा। हेर्नु त खेतहरू सबै यस्तैतिर बाँझो भएर। ए हाम्रो खेत आइपुग्यो। घर पनि त्यहीँनिर हो। यो सबै खेतहरू पहिला हाम्रो फुपू पुसाइहरूले खेती गर्नु भएको खेतहरू अहिले सबै बाँझो छ। त्यहाँ माथि त बार लगाएको छ, त्योभन्दा माथि मात्रै कमाउनु भएको छ यहाँ बस्ने मान्छेले। के गर्ने, बसाइसराएपछि यसरी र घर खेतहरू। सिमीहरू लगाउनु भएको रहेछ। बार लगाएर अलिकति मात्रै कमाउनु भएको छ। गाई गोरुहरू पस्छ, बार नलगाइ भएन। बार लगाउने यत्रो जग्गा छ, कसरी बार्ने? दुईटा घर, उताको घर यताको घर। कता हो गाई कराइरह। आलु, लसुन, मुला, सिमीहरू लगाउनु भएको रहेछ। हामी चाहिँ तल्लो बाटो आएको है, खास आउने बाटो चाहिँ माथिल्लो बाटो करिला।
के हो पढ्नु नि डर लाग्ने भए चाहिँ ल ढाइएछ यस्तो गरेर यहाँ मुनि बा टुसा सोच्दै नि त्यहाँ लटिन पाठाहरू नि होइन खाना त स्याउको बुटा खाँदा लाग्यो त्यो उता आलु उम्रियो रहेछ अलिअलि आफै भत्किन्छ याल छिटो भत्काइन नि त मुसाको काम खरानी निस्किन्छ मेरा भुकिन्छ हेलो हेलो अहिले चाहिँ हामी घर आइपुगेर अलिअलि घरहरू हेऱ्यौँ सरसफाइहरू गऱ्यौँ गरेपछि हामी यहाँ घरमा आगो फुकेको धुवाले मुसाले यसरी खनेछ आगो फुकेर धुवाले बस्नु नसकिन्छ आँखाभरि आशा आयो धुवाले बस्नु नसक्ने भयो माउरीको घर है माउरी राख्नु यो पहिला हामी हुँदैको घर हो यताको चाहिँ राख्नु भएको के हो माउरी नै आएर रहेछ अलिअलि हेर्नुहोस् यस्तो छ हाम्रो गाउँको घरको भ्यू उतातिर स्वाता किन्दु झारबाङ के उता यताबाट पाउडरहरू पनि देखिन्थ्यो अहिले चाहिँ देखिन्न ठुल्ठुलो रुखहरू भएको रहेछ यहाँ पारी घरमा यहाँ गोठमा बाख्रा राख्नुहुन्छ अरे बाख्रा नि टन्नै रहेछ करेला आलु उम्रिसकेछ लसुन छ अलिअलि सिमीहरू भएको रहेन रहेछ पानी परेको अहिले मात्रै हो एकैछिन हो पानी रोकिएको नत्र पानी परेको छ त्यही भएर हामीले यहाँ घरमा नै कपडाहरू सुकाउने यताउति केही पनि गर्नु पाएको छैन बत्ती गयो बजाई बत्ती गयो जमदारको छोरा होइन आमाहरूलाई के हुन्छन् र दाइ भान्जी सहायताको भान्जी के तेरा आमाहरू र हामी छोरी अरू पनि तेरा आमाहरू हामी यस्तो सुगऱ्यो माई
माइजूलाई धेरै नारायण छोरे भनिदेऊ भेट्नु जाऊ है केराची भन्थे के त्यो बान्दिदे सही र त म एक दिन दुई दिन भयो केरासीको अत्यार लाग्छ र आएको अब जान्छु म चाहिँ मैले घर छ म चाहिँ एक्लै सहरलाई यस्तो ठुलो घर छ उल्लो सरा म यहाँ हेरेर बस्न कोही उल्लो सरा एक्लै बस्छु छोरा नि कोही पढाउने छन् कोही कहाँ छन् तिनलाई छोरा छन् अब नोकरी गर्दैछ कोही कहाँ यहीँ बस्नु र चाहिँ यहीँ बस्नु र गराइदिनु बस्नु आएको पनि अझै लाग्छ नि हेर्नको नानी बिर्सिन्छ अझै होला अनि म चाहिँ मै गरेँ एक्लै बस्नेलाई एक्लै बस्छु त आउँछन् अब स्त्रीमित्रहरू आउँछन् नानीहरू आएर केही गरिदिएर जान्छन् यहाँ पकाएर चाहिँ बस्नु लाग्न देउ लाग्छ के एकजनाले छोराले यहाँ तेरो पारेको आलु यहाँ लादिमा त भयो हाम्रो माथि जङ्गलनी एक्लै छन् कि कोही छन् रे चितवन बस्छन् का नि सिसानको बस्छन् नि के कहाँ त कोही पनि बस्छन् नि एउटै खलक बाजे एउटै खलकमा पनि हामीले त्यो लिले बाजेहरू हामी मुनि यहाँ पोखरा बस्ने पोखरा बस्ने आउन पनि त गल्यान्छ मलाई पोखरा बस्ने लाग्दैन खानै लाग्दैन यो बुझाउने चाहिँ जिया लाग्छ ठुलो छोरा मान्छेको म उहाँ गर्छ चाल चलाएको छ अब कहिले जान्छ भन्छ यो मैले है गाडी लाग्छ कि उल्लास र उल्लो छोरा चोकको चिन्न होला चिन्छ चोकको गरौँ होला सम्झेर होला ठिकै छ पोखरामा नानी पनि गऱ्यो नि छोरा पोखरा छ कति वर्ष पुग्नु भयो चाहिँ 100 वर्ष पुगेर 2 महिना भोलि भएको र चिनाएर पाहाडतिर चिना बाहुनले 100 पुगेर यहाँ गराइदिनु भइसक्यो भन्छ कि त्यो चिना छ गरे अनि चिनाएर साँझले अहिलेको भएको मान्छे यो हिमालको नाम के थियो नीलगिरी हिमाल नास्याङ गाउँ
कदम अगाडि असली माइत आइपुगेको अवस्था। आशीर्वाद छ भन्ने नि के भयो र खै त दाइ कतिमा महिना गरिस् त लोकल कुखुराको सेकुवा बन्दैछ रेडी हुँदैछ आलु पो मिठो होला जस्तो देखियो त